हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। यहाँलाई स्वागत छ नवीन ब्लगमा। आजको ब्लग चाहिँ मेरो जिमको लागि हैन। मेरो जिम देखाउँदैछु यहाँहरूलाई। हजुरहरु सुरुमै देख्दै हुनुहुन्छ मसिन। यो मसिन चाहिँ सबै एक्सरसाइज गर्न मिल्छ है यसमा। चेस्टको हैन, ट्राइसेपको हैन, लेगको सबैको गर्न मिल्छ। अनि त्यसको साथै अगाडिपट्टि हजुरहरु देख्दै हुनुहुन्छ एउटा मसिन। यो चाहिँ एप्सको लागि मसिन हो हैन। साइडमा राखेको छ मिरर। यो चाहिँ मिरर चाहिँ आफ्नो बडीमा कतिको पम्प आयो हैन, कतिको राम्रो तरिकाले एक्सरसाइज गर्दैछु, किनभने ट्रेनर त छैन। नभएको कारणले मेरो आफै यसरी मिरर राखेर चाहिँ हामीहरू एक्सरसाइज गर्छौँ। हामीले यसरी किनेका छौँ दुईटा बेन्च हैन। बेन्चको काले चाहिँ अघिदेखि नै आएको थियो, त्यो भएर एक्सरसाइज गर्दैछ हैन। अनि हामीहरू यसरी क्रेटमा यसरी लोड राख्छौँ हैन। लोड राखेर यसरी चेन लाएर हैन राख्छौँ, किनभने चोरी गरिदिन्छ कि कम्पनीमा बाहिर भए पनि। अनि यसरी बार हैन उपौला जसरी नाचिरहेको छ काले चाहिँ हैन। किनभने हामीलाई कम्पनीले प्रोभाइड गरेको छैन भित्र, त्यो भएको कारणले हामीहरू यसरी बाहिर हैन आफ्नै तरिकामा एक्सरसाइज गर्छौँ। अनि बार किनेका छौँ यसरी 10-10को प्लेट हैन। अनि हजुरहरु देख्दै हुनुहुन्छ अरू पनि बारहरू छ। यो चाहिँ बिस्तारै बिस्तारै जोडेको, हामीले एकैचोटि जोडेको चाहिँ होइन। अनि हजुरहरु देख्दै हुनुहुन्छ यो डम्बल हैन। डम्बलको विशेषता चाहिँ के हो भने हजुरहरु जति पनि यसमा एड गरेर जतिको पनि डम्बल बनाउन सक्नुहुन्छ हैन। जस्तो कि हामीहरूले अढाई-अढाईको प्लेट पनि किनेका छौँ हैन, 5-5को प्लेट पनि किनेका छौँ। यसलाई चाहिँ एड गरेर हजुरहरु जतिको पनि डम्बलहरू बनाउन सक्नुहुन्छ हैन। काले चाहिँ बौला तरिकाले डान्स गर्दैछ, ऊ चाहिँ ब्याकको एक्सरसाइज गर्दाखेरि हैन। अहिले चाहिँ खासै जिममा मान्छेहरू छैन, त्यो भएको कारणले ऊ आफ्नै तरिकामा उसको चाहिँ भिडियो बनाउँदै ऊ चाहिँ एक्सरसाइज गर्दैछ है त साथीहरू। उसको डान्सै बेग्लै छ हैन, गानेहरूको अलिकति गीतै बेग्लै हुन्छ। उसले चाहिँ आफ्नै तरिकामा डान्स गर्दै हैन बनाउँदैछ साथीहरू। अगाडिपट्टि मिरर छ। यसरी जति पनि एक्सरसाइज गर्दाखेरि हामीले आफ्नो एक्सरसाइज चेक गर्ने हैन, मिस्टेक, ताकि मिस्टेक नगरौँ। यो देख्दै हुनुहुन्छ यो चाहिँ लेगको एक्सरसाइज गर्नको लागि हैन। यो चाहिँ पुरानो भइसक्यो, धेरै अगाडि किनेको हैन। बेन्चमा चाहिँ हजुरहरु जुनसुकै एक्सरसाइज गर्न सक्नुहुन्छ, मिडल, अप्पर हैन, सबै हजुरहरु एक्सरसाइज गर्न सक्नुहुन्छ। यो दुईटै बिल्डिङ चाहिँ हाम्रै है। यो साइडको दुईटै बिल्डिङ चाहिँ हाम्रै हो। यो पल्लोपट्टि चाहिँ यो किचनहरू यस्तो छुट्याइदिएको छ हैन। यो पहिले भाँडाकुँडा मोल्ने चाहिँ बाहिर थियो, तर अहिले चाहिँ कम्पनीले प्रोभाइड गरेको छ भित्रै। त्यो भएको कारणले अहिले चाहिँ भित्रै हामीहरू भाँडाकुँडा माझ्छौँ। हजुरहरू पनि एक्सरसाइज यसरी कालेले जसरी यसरी ब्याकको एक्सरसाइज गर्न सक्नुहुन्छ है त। यसमा हजुरहरू पनि यही तरिकाले एक्सरसाइजहरू गर्न सक्नुहुन्छ हैन। हजुरहरू पनि कतारतिरै हुनुहुन्छ भने कम्पनीले प्रोभाइड गरेको छैन भने तपाईँको इच्छा छ भने यस्तै खालको सामानहरू किनेर चाहिँ हजुरहरू पनि एक्सरसाइज गर्न सक्नुहुन्छ। यस्तै खालको बेन्च किन्न सक्नुहुन्छ हैन, यस्तै खालको वेटहरू किन्न सक्नुहुन्छ। क्रेटमा राखेर यसरी चेनको लकहरू लाउन सक्नुहुन्छ। अनि लेगको लागि यो चाहिँ हामीलाई पहिले नै हैन बेन्च किन्दाखेरि लेगको एक्सरसाइज गर्नको लागि दिएको थियो, तर यसको खासै धेरै एक्सरसाइजहरू गरिँदैन, किनभने अहिले चाहिँ मसिन आइसक्यो नि त। पहिले चाहिँ धेरै नै गर्थ्यौँ होइन, अहिले चाहिँ मेसिन आइसक्यो। त्यो भएको कारणले हामीहरू खासै धेरै यसको एक्सरसाइजहरू चाहिँ गर्दैनौँ। तर अहिले चाहिँ मेसिन छ, मेसिन पनि यस्तै तरिकाको छ होइन। ल है त साथीहरू, यस्तै छ मेरो सानो जिम होइन। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, अन्तिम समय हेर्नुभएको धन्यवाद। अरू यस्तै भिडियो हेर्नको लागि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु है त। धन्यवाद।